नेपाल क्रिकेट टिमको नयाँ हेड कोचको रूपमा पूर्व अस्ट्रेलियन ब्याट्सम्यान स्टुअर्ट ल नियुक्त भएका छन्। क्रिकेट एसोसिएसन अफ नेपाल ले मार्च 28 मा यो घोषणा गर्दै उनलाई आगामी 2 वर्षका लागि टिमको जिम्मेवारी दिने बताएको छ। यसअघि मोन्टी देसाईले फेब्रुअरीमा पद छोडेपछि नेपालले नयाँ कोचको खोजी गरिरहेको थियो। स्टुअर्ट ल अहिले यस पुरुष टिमको हेड कोचको रूपमा ठूलो सफलता हासिल गरेपछि नेपाल आउँदैछन्। उनको नेतृत्वमा यसले 20 विश्वकप 2024 मा ऐतिहासिक प्रदर्शन गरेको थियो, जसमा पाकिस्तान विरुद्धको अचम्बित सुपर ओभर जित समावेश थियो। 56 वर्षीयले यसअघि श्रीलङ्का, बङ्गलादेश, वेस्ट इन्डिज र अफगानिस्तान जस्ता राष्ट्रिय टिमहरूको कोचिङ गरिसकेका छन्। नेपालको लागि उनको पहिलो चुनौती एक्स क्रिकेट विश्वकप लिग 2 को जुन महिनामा हुने त्रिकोणात्मक सिरिज हुनेछ, जहाँ नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग भिड्नेछ। हाल नेपाल लिग 2 मा 12 मध्ये 2 मात्र जित हासिल गरी 7औं स्थानमा छ। शीर्ष 4 टिमहरू 2027 को विश्वकप क्वालिफायरमा पुग्नेछन् भने बाँकीले प्लेअफ खेल्नु पर्नेछ। के स्टुअर्ट लले नेपाली टिमलाई नयाँ उचाइमा लग्न सफल हुनेछन्? यो हेर्न बाँकी छ।